डाइटमा हुनुहुन्छ, मैदा अभोइड गर्नुभएको छ तर चाउमिनको क्रेभिङ भएको छ भने घरमा नै सजिलैसँग आटाको चाउमिन पनि बनाएर खान सक्नुहुनेछ। यसरी नै सबैभन्दा पहिला मैले यहाँ आटाको डो बनाएर नुडलको लागि चाहिँ मैले यहाँ रोटी पातलो गरेर स्क्वायर सेपमा बेलेको छु र तपाईहरुले पनि नुडलको लागि चाहिँ रोटी यहाँ पातलै बेल्नुहोला। अब मैले नुडलको लागि यहाँ यस्तो साइजमा लामो लामो गरेर काटेको छु। तपाईहरु कस्तो साइजमा खान मन पराउनुहुन्छ त्यही साइजमा काट्न सक्नुहुनेछ। र काटिसकेको नुडललाई चाहिँ यहाँ थोरै पिठो राखेर मैले प्लेटमा राखेको छु र चाहिने सामग्रीहरू यसरी मैले रेडी गरेको छु। पानी उम्लिसकेपछि चाहिँ अघि काटेर राखेको नुडललाई राखेर राम्ररी चलाएर पाक्न छोड्दिने। केही बेर पाकिसकेपछि हाम्रो नुडल रेडी हुन्छ। अब पकाएर निकालिसकेको नुडललाई चाहिँ चिसो पानीले हल्का धोएर तेल राखेर मोल्ने। अब पेनमा तेल राख्ने, तेल तातिसकेपछि केराउ र चना राख्ने, प्याज पनि राख्ने र खोर्सानी राखेर राम्रोसँग चलाउने र बेसा राखेर केही बेर फ्राई गरिसकेपछि माथिबाट बन्दाकोपी गाजर राखेर केही बेर पकाउने। यहाँ मैले बन्दाकोपी अलि बढी लिएको छु र माथिबाट अघि धोएर राखेको नुडल, अजिना, नुन, चप गरेको अदुवा र सोया सस राखेर चलाउने। अब यसरी चलाएर फ्राई गरिसकेपछि हाम्रो आटाको भेज चाउमिन यसरी रेडी हुन्छ। र तपाईहरुलाई खानु मन लागेको बेलामा यसरी नै आटाको भेज चाउमिन घरमा सजिलैसँग बनाएर खान सक्नुहुनेछ र अरु एक्स्ट्रा भेजिटेबल पनि एड गर्न सक्नुहुनेछ। भिडियोलाई माया गरी हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।